विश्वकप लिग 2 को एउटा निकै महत्त्वपूर्ण खेल र नेपाल युएईसँग पराजित भयो। अब सबैभन्दा ठूलो प्रश्न के हो भने कप्तानले उत्कृष्ट शतक बनाउँदा पनि टोलीले कसरी हार्यो त? आउनुहोस् यही हारको चिरफार गरौँ। सबैभन्दा पहिले खेलको अन्तिम नतिजालाई हेरौँ न। यसले नै धेरै कुरा भन्छ। नेपालले 50 ओभरमा 233 रन बनायो, सबै विकेट गुमाएर। अनि युएई, उनीहरूले त 44 ओभर पनि खेल्न परेन, 5 विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्यो। भन्नुपर्दा यो जित उनीहरूको लागि सोचेभन्दा धेरै सहज देखियो, होइन त? त्यसो भए यो नतिजासम्म खेल कसरी पुग्यो त? यसलाई राम्ररी बुझ्नको लागि खेलको कथालाई नै हेर्नुपर्छ, इनिङ्स बाई इनिङ्स। आउनुहोस् खेलको उतार चढावलाई सुरुदेखि नै निहालौँ। ल हेर्नुहोस्, नेपालले पहिले ब्याटिङ गरेर 233 रन बनायो। यो लक्ष्य हेर्दा त खेल एकदमै प्रतिस्पर्धात्मक हुन्छ जस्तो लागेको थियो, होइन? तर युएईले जसरी लक्ष्य पछ्यायो एकदमै सन्तुलित तरिकाले, उनीहरूले त 6 ओभरभन्दा बढी बल बाँकी छँदै आरामले जिते। यस्तो भएपछि त हाम्रो बोलिङ र फिल्डिङमाथि प्रश्न उठ्नु स्वाभाविक नै हो। कुनै पनि खेलमा केही खेलाडीको व्यक्तिगत प्रदर्शनले नै पुरै खेलको नक्सा बदलिदिन सक्छ, र यो खेल त त्यसको सबैभन्दा राम्रो उदाहरण हो। दुवै टोलीबाट केही खेलाडीहरू साँच्चीकै नायक बनेर निस्किए। नेपालको तर्फबाट हेर्ने हो भने कप्तान रोहित पौडेल एक्लैले काँध थापे। 109 रनको त्यो शानदार पारी। सोच्नुस् त, एकातिरबाट लगातार विकेट झरिरहेको छ, तर उनी एक्लै टिकेर इनिङ्सलाई सम्हाल्दै थिए। साँच्चै भन्ने हो भने उनको त्यो शतक नभएको भए त नेपालको स्कोर एकदमै कमजोर देखिन्थ्यो होला। अब युएईतिर हेरौँ। त्यहाँ थिए युवा ब्याट्सम्यान अरियान्श शर्मा। उनले ठ्याक्कै उल्टो भूमिका निभाए। उनको 98 रनको पारीले जितको बलियो जग बसाल्यो। तर सबैभन्दा ठूलो फरक के थियो भने उनलाई अर्को छेउबाट राम्रो साथ मिलिरह्यो। सायद त्यसैले नै उनी प्लेयर अफ द म्याच पनि बने। अनि कुरा ब्याटिङको मात्रै होइन। युएईका लागि डेब्यू गरिरहेका बलर जाहिद अलीले त सबैलाई चकित नै पारे। आफ्नो पहिलो खेलमा 4-4वटा विकेट। उनले त नेपालको मध्यक्रमलाई लगभग ध्वस्त नै पारिदिए। कस्तो गजबको सुरुवात! अब तस्विर अलि प्रष्ट भयो होला, होइन? एकातिर कप्तानको शानदार शतक छ, अर्कोतिर युएईका ब्याट्सम्यानको म्याच जिताउने पारी र डेब्यू बलरको चमत्कारिक प्रदर्शन। यसले हामीलाई फेरि त्यही मूल प्रश्नमा फर्काउँछ। कप्तानले यति राम्रो खेल्दा खेल्दै पनि आखिर नेपालले खेल किन हार्यो त? अब यो प्रश्नको जवाब खोज्न हामीले स्कोरबोर्डमा देखिएको अङ्कभन्दा अलि गहिरिएर हेर्नुपर्छ। नेपालको रणनीति कहाँनिर चुक्यो? खेलको कुन मोडमा पासा युएईको पक्षमा पल्टियो? नेपालको ब्याटिङको यो कथा हेरौँ न। यसले सबै कुरा प्रष्ट पार्छ। सुरुवात त वास्तवमा राम्रै थियो, तर त्यसपछि मध्यक्रम त पुरै धराशायी भयो। कुनै साझेदारी नै बन्न सकेन। खास गरी 20देखि 40 ओभरको बीचमा नेपालले एकपछि अर्को महत्त्वपूर्ण विकेट गुमायो। यसले रनको गतिलाई पुरै सुस्त बनाइदियो र ठूलो स्कोर बनाउने सम्भावना त्यहीँ समाप्त भयो। यसले के देखाउँछ भने रोहित पौडेलको पारी साँच्चै नै तारिफ योग्य थियो। उनको प्रदर्शनले नेपाललाई एउटा सम्मानजनक स्कोरसम्म त पुर्यायो, तर त्यो जितका लागि पर्याप्त थिएन। क्रिकेट भनेको आखिरमा टिम गेम हो। जबसम्म अरू खेलाडीले सानो सानो तर महत्त्वपूर्ण योगदान दिँदैनन्, एकजना खेलाडीको प्रदर्शनले मात्रै खेल जित्न सकिँदैन। यहाँ दुई टोलीको रणनीतिमा आकाश जमिनको फरक देखिन्छ। नेपालको पूरै खेल एकजना खेलाडीको वरिपरि घुम्यो, अर्कोतर्फ युएईले एउटा टिमको रूपमा खेल्यो, सामूहिक प्रयासमा जोड दियो। उनीहरूले ठिक समयमा विकेट लिएर नेपालमाथि लगातार